कमेन्टमा धेरै मेसी फ्यान्सहरूले पोर्चुगलले वर्ल्ड कप नजितेको, पोर्चुगलको जर्सीमा स्टार्स छैनन् भन्छन्। तर तिनीहरूलाई थाहा छ अर्जेन्टिनाले वर्ल्ड कपहरू कसरी जितेको थियो भनेर? ल अब हेरौँ बल नलेज। 1978 अर्जेन्टिनाको फर्स्ट वर्ल्ड कप। नर्थ कोरियाको डिक्टेटर किम जोङ उन जस्तै अर्जेन्टिनाको त्यति बेलाको डिक्टेटर थिए भिटेला। त्यतिखेर अर्जेन्टिनाले क्वालिफाई हुनको लागि पेरुलाई धेरै गोलले हराउनु पर्ने हुन्छ र अचम्मको कुरा त यो हो त्यतिखेर अर्जेन्टिनाले 6 गोलले हराउँछ पेरुलाई। एक्ज्याक्टली जति चाहिएको थियो तिनीहरूलाई क्वालिफाई गर्न। त्यो चाहिँ अलिक असम्भव नै कुरा हो किनभने त्यतिखेर 1-2 गोलले हार्नु त ठिकै हो तर 6 गोलले हार्नु जति अर्जेन्टिनालाई चाहिएको थियो क्वालिफाई गर्न चाहिँ एकदम अचम्मको कुरा हो। पछि पेरुको प्लेयरहरू आएर हामीले हार्यौं भने हामीलाई फाइदा हुन्छ भनेर इन्सेन्टिभाइज गरेको कुरा पनि बाहिर आएको छ। सो अर्जेन्टिनाको फर्स्ट वर्ल्ड कप भनेको त्यो डिक्टेटरले जिताएको वर्ल्ड कप भयो। इभन अर्जेन्टिनामै भएको केही अर्जेन्टिनियन्सहरूले यो वर्ल्ड कपलाई सेलिब्रेट गर्दैन। स्टार नम्बर 2 1986 म्याराडोनाको ग्रेट ह्यान्ड अफ द गॉड। हातले गोल हानिरहेछ, प्योर चिटिङ। अनि यो बाहेक अर्जेन्टिनालाई रेफ्रीले टुर्नामेन्ट भरि वर्ल्ड कप भरि नै उनीहरूको फेभरमा डिसिजनहरू दिइरहेको थियो यो वर्ल्ड कपमा। अनि रेफ्रीको हेल्पले गर्दाखेरि अर्जेन्टिनाले जिते आफ्नो दोस्रो वर्ल्ड कप। यसको बारेमा म डिटेल भिडियो पनि ल्याउनेछु। अनि अर्जेन्टिनाको लास्ट वर्ल्ड कप इन्फेन्टिनोको वर्ल्ड कपकै हिस्ट्रीमा फर्स्ट टाइम एउटा कुनै कन्ट्रीलाई 5 वटा पेनल्टी दिन्छ एउटा वर्ल्ड कपमा। अनि रेफ्रीको डिसिजनहरू पनि धेरै जसो अर्जेन्टिनाकै फेभरमा हुन्छ यो वर्ल्ड कपमा। यो सबै कुरा एउटा कोइन्सिडेन्स मात्रै होइन। अर्जेन्टिना एउटा यस्तो टिम हो जसलाई 3टै वर्ल्ड कप जित्न रेफ्रीले एकदमै धेरै हेल्प गरेको छ। पोर्चुगललाई वर्ल्ड कप र जर्सीमा स्टार्सहरूको बारेमा सोध्नु भन्दा अगाडि अर्जेन्टिनाको फ्यान्सहरूले एकचोटि आफ्नो हिस्ट्री पनि हेर्न जरुरी छ।